साथीहरु ग्रोबाई टेक्नोटिप्स मेरा हार्दिक स्वागत छ। आज हामी लोक सेवा आयोगद्वारा प्रकाशित गरिएको विज्ञापन सम्बन्धी सूचना ल्याएर आएका छौं। निजामती सेवा र संघीय संसद सेवाका राजपत्राङ्कित तृतीय श्रेणी तथा राष्ट्रिय मानवाधिकार सेवाका अधिकृत तृतीय श्रेणी शाखा अधिकृत वा शोष र अप्राविधिक पदहरूको आप्रह खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी सूचना यस प्रकार रहेको छ। सूचना प्रकाशित मिति 2082 8 महिना 24 गते। निजामती र संघीय संसद सेवा तथा राष्ट्रिय मानवाधिकार सेवाका निम्न सेवा समूह तथा श्रेणीका खुल्ला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ। विज्ञापनहरू यस प्रकार रहेका छन्। न्याय सेवातर्फ खुल्लातर्फ जम्मा 33 जना, महिलातर्फ जम्मा 9 जना, आजातर्फ जम्मा 7 जना, मधेसीतर्फ जम्मा 6 जना, दलिततर्फ जम्मा 2 जना, अपाङ्गतर्फ जम्मा 2 जना, पिछेतर्फ जम्मा 1 जना। त्यसैगरी निजामती सेवातर्फ परराष्ट्र प्रशासन लेखा परीक्षण सेवा र संघीय संसद सेवातर्फ आप्रहतर्फ 1 जना, खुल्लातर्फ 104 जना, महिलातर्फ जम्मा 26 जना, आजातर्फ जम्मा 24 जना, मधेसीतर्फ जम्मा 18 जना, दलिततर्फ जम्मा 7 जना, त्यस्तै अपाङ्गतर्फ जम्मा 5 जना, पिछेतर्फ जम्मा 5 जना। त्यसैगरी राष्ट्रिय मानवाधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा खुल्लातर्फ 3 जना, महिलातर्फ 2 जना, आजातर्फ 1 जना। परराष्ट्र प्रशासन लेखा परीक्षण र संघीय संसद सेवातर्फ संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम प्रथम चरण प्रथम पत्र प्रशासनिक अभिरुचि परीक्षणको परीक्षा मिति 2082 10 महिना 24 गते दिनको 11 बजे हुनेछ भने परीक्षा केन्द्र प्रथम चरण आयोग अन्तर्गतका परीक्षा सञ्चालन गर्ने सबै कार्यालयहरू रहेका स्थानमा र द्वितीय चरण आयोगका धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिए बमोजिम र राष्ट्रिय मानवाधिकार सेवाका पदहरूको परीक्षा केन्द्र लोक सेवा आयोग केन्द्रीय कार्यालयले तोकिए बमोजिम हुनेछ। त्यस्तै प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु 1200 बुझाउनु पर्नेछ। एकै सेवा समूहको पदका समावेशी समूहतर्फ थप विज्ञापनमा आवेदन दिने उम्मेदवारहरूको हकमा थप समूह प्रत्येकका लागि रु 400 थप दस्तुर बुझाउनु पर्नेछ। साथै परराष्ट्र र लेखा परीक्षण सेवातर्फ समेत दरखास्त दिने उम्मेदवारहरूले सम्बन्धित सेवामा चिन्ह लगाई सेवा अनुसार थप रु 400 दस्तुर बुझाउनु पर्नेछ। दरखास्त दिने अन्तिम मिति 2082 9 महिना 15 गते र दोब्बर दस्तुर तिरी 2082 9 महिना 22 गतेसम्म। उम्मेदवारको उमेरको हद निजामती सेवा र मानवाधिकार सेवातर्फका पदहरूको हकमा 2082 9 महिना 15 गतेसम्म 21 वर्ष पुरा भई 35 वर्ष ननागेको र महिला र अपाङ्ग उम्मेदवारहरूको हकमा 40 वर्ष ननागेको। ढिलोमा 2082 9 महिना 23 गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाइसक्नु पर्नेछ। आवश्यक न्यूनतम योग्यताको डिस्क्रिप्सनहरू यहाँनिर दिएको छ, तपाईहरु हेर्न सक्नुहुनेछ। सूचना यति नै रहेको छ। तपाईहरु पनि लोक सेवा आयोगको तयारीमा जुट्नु भएको छ भने यो विज्ञापनमा फर्म भरेर तपाईहरुले पनि आफ्नो भविष्यलाई सुनिश्चित गर्न सक्नुहुन्छ। तपाईहरुको एक्जामको लागि बेस्ट अफ लक भन्दै अहिलेलाई छुट्टिन्छौँ। धन्यवाद। साथीहरु भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै आफ्नो मनमा केही लागेको छ भने कमेन्ट बक्समा छोड्नु होला। भिडियो अन्तिमसम्म हेर्दिनु भएकोमा धन्यवाद।